के तपाईँको पनि बानी छ टक्क केही भइहाल्यो केही लक्षण देखा परिहाल्यो भने टक्क गुगलमा गएर सर्च गर्ने होइन अनि त्यसपछि त्यस्तो बानी छ त्यस्तो बानी छ नि आजदेखि हटाउनु होला है त यो यति खतरनाक पनि हुनसक्छ। हेलो नमस्ते म डाक्टर राम। आज हामी कुरा गर्न जाँदैछौँ एउटा छुट्टै विषयको बारेमा वाइ गुगल डायग्नोसिस इज भेरी डेन्जरस। आजकल अधिकांश मानिसहरूको हातमा मोबाइल छ सँगसँगै इन्टरनेटको सुविधा पनि सँगसँगै छ है त। तपाईँले केही कुरा जान्नु मन लाग्यो भने टक्क अनलाइन प्लेटफर्ममा गुगल च्याट जिपिटी यताउतामा तपाईँले सर्च गरेर तपाईँले आवश्यक जानकारी तपाईँले पाउनुहुन्छ। तर हामी स्वास्थ्य क्षेत्रमा कुरा गर्दा एकदम संवेदनशील क्षेत्र है त। यसमा तपाईँले केही कुरा जानकारी लिन खोज्दै हुन्छ नि अलि सावधान अपनाउनु होला है त। कस्तो भन्दाखेरि तपाईँलाई केही लक्षण छ होइन तपाईँलाई केही भएको जस्तो फिल भएको छ भने तपाईँले गएर गुगल बारमा सर्च गर्नुहुन्छ। त्यसले गर्दा थुप्रै कारणहरू आउँछ होइन। जसले गर्दा तपाईँले पाएका जानकारीहरू पूर्ण रूपमा सत्य हुन सक्छन् अथवा आवश्यक जानकारी हुन पनि सक्छन् अथवा अनावश्यक धेरै जानकारी हुन पनि सक्छन्। जसले गर्दा चाहिँ तपाईँले के भएको ठ्याक्कै थाहा नहुन सक्छ है त। जस्तै उदाहरणको लागि चाहिँ तपाईँले जस्तै छाती दुखेर तपाईँले गुगलमा हेर्नुभयो तपाईँले हेर्नुभयो छाती दुख्नु कारणहरू के हुन् त भनेर तपाईँले हेर्नु वाट आर द कजेज अफ माई चेस्ट पेन भनेर यी लिस्टहरू तपाईँले देख्नुभयो। त्यो लिस्टहरू मध्येमा सामान्यतया ग्यास्ट्राइटिसले गर्दा रिफ्लक्सले गर्दा छाती दुखाइ हुन सक्यो अथवा चोटपटक लाएर कतै ठोक्किनु भएको थियो त्यसले गर्दा छाती दुखाइ हुनसक्छ अथवा खोक्दा निमोनिया यताउताले गर्दा छाती दुखाइ हुन सक्यो अथवा सबभन्दा खतरनाक डरलाग्दो त के छ भन्दाखेरि हृदयघातले गर्दा पनि हुनसक्यो। तर त्यो समयमा तपाईँले चाहिँ के भन्दाखेरि मलाई सामान्यतया ग्यास्ट्राइटिसले गर्दा दुखेको भनेर तपाईँ बस्नुभयो यो गुगलहरूबाट यताबाट हेरेर होइन। यसले गर्दा के हुन्छ समय अवधि कट्न सक्छ उपचार पद्धतिको है त। यसले गर्दा समयमा उपचार नपाउने मान्छेको मृत्युसम्म हुन सक्ने समस्या पनि आउन सक्छ आउने दिनहरूमा। यसले गर्दा त्यही भएर हामीले चाहिँ यी कुरा जान्न जरुरत छ कि के त भन्दा गुगल डायग्नोसिस इज भेरी डेन्जरस है त। तपाईँले केही भएको जस्तो भान भएको छ अथवा केही लक्षण देखेको छ भने चिकित्सकको परामर्श लिनुहोला र त्यसबाट के भएको खासमा त्यही अनुसारले रोग पत्ता लगाएर त्यही अनुसारले चाहिँ उपचार पद्धति अगाडि बढेमा समयमा सबैको ज्यान सुरक्षित पनि हुन्छ र मान्छे स्वास्थ्य पनि रहन सक्छ आउने दिनमा। त्यसैले त्यही भएर हामीले गुगलमा रिलाइ नगरौँ। गुगल डायग्नोसिस इज भेरी डेन्जरस है त। सधैँ डक्टरको परामर्शमा मात्रै अगाडि बढ्नु होला केही कुरा जानकारी लिनको लागि। जाँदै गर्दा म तपाईँहरूको माझमा एउटा प्रश्न छोडेर जान्छु जस प्रश्नको उत्तर तपाईँलाई थाहा रहेछ अथवा थाहा छ भने कमेन्टमा पक्कै पनि प्रतिक्रिया दिनुहोला। त्यो प्रश्न रहेको छ नर्मल मान्छेको चाहिँ ब्लड प्रेसर कति हुनुपर्छ रक्तचाप कति हुनुपर्छ है त। धन्यवाद। यस्तै जानकारीमूलक भिडियोजको लागि हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरेर साथ दिनुहोला।